स्विजरल्यान्डले सबैको सम्पत्तिको रक्षा किन गर्छ होला त? आउनुहोस् बुझ्ने प्रयास गरौँ। स्विजरल्यान्ड साम्राज्यहरूले घेरिएको सानो भूपरिवेष्टित देश हो। न तेल छ, न उपनिवेश, न सैन्य प्रभुत्व। त्यसैले उनीहरूले व्यापार मोडलको रूपमा तटस्थतालाई अपनाए। 1815मा नेपोलियनको पराजयपछि स्विजरल्यान्डको स्थायी तटस्थतालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिइयो। त्यस बेलादेखि उनीहरू युरोपको 100भन्दा बढी सैन्य द्वन्द्वहरूमा सहभागी भएनन्। तर उनीहरूले यो तटस्थता कसरी टिकाए होलान् त? स्विजरल्यान्डका पहाडहरूले सुरक्षाको लागि बनाइदिएका बङ्करहरू लुकाइदिन्छन्। आक्रमण भयो भने नष्ट गर्न भनेर प्रत्येक पुल र सुरुङमा विस्फोटक जडान गरिएको छ। दोस्रो विश्वयुद्धको समयमा अरूले छुन समेत नचाहेको जर्मन मुद्रा स्विजरल्यान्डले स्वीकार्यो र बदलामा जर्मनीबाट छुटकारा पनि पायो। अनि यो नै उनीहरूको मोडेल पनि बन्यो। रुसी कुलीन वर्ग, चिनिया पार्टी अधिकारीहरू र अमेरिकी अरबपतिहरू सबैको पैसा स्वीकार गरिन्छ। जसको अर्थ यदि स्विजरल्यान्डमा आक्रमण भइहाल्यो भने सबैले केही न केही गुमाउनु पर्ने हुन्छ। तपाईलाई के लाग्छ, कतै हाम्रो देशबाट भ्रष्टाचार गरिएको पैसा स्विजरल्यान्डमा गएर राखिएको त छैन? आफ्नो धारणा कमेन्टमा राख्नुहोला र साथसाथै हामीलाई फलो पनि गर्नुहोला।